ल पोखरा सेलेक्सनमा जानको लागि सेलेक्ट भएको भाइहरूलाई धेरै बधाई छ। अरू भाइहरूलाई चाहिँ अब कमिजरेसन भन्नु पर्ला। अनफर्चुनेटली सबै सेलेक्ट हुँदैन। मैले सर र नाम हेर्दाखेरि वेबसाइटमा 550 जना भन्दा धेरै भाइहरू सेलेक्ट भएको छ। योभन्दा धेरै इन डिटेल इन्फर्मेसन तपाईँहरूलाई थाहा छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अनि यसमा चाहिँ भाइहरूले एकदम ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि वेबसाइटमा गएर के भनेको छ, के गर्नु भनेको छ, के पेपरहरू फिल आउट गर्नु भनेको छ त्यो समयमा नै भर्नु होला। पासपोर्ट छैन भने पासपोर्ट बनाउनु होला। अनि अर्को कुरा चाहिँ सेक्युरिटी क्लियरेन्स, पुलिसको रिपोर्ट चाहिन्छ तपाईँहरूलाई। त्यो पुलिसको रिपोर्ट पनि बनाइहाल्नु होला। अनि अब अहिलेदेखि जनवरी 7 चाहिँ फर्स्ट ग्रुपको लागि सुरु हो। अहिलेदेखि जनवरी 7 सम्म चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ त? सबैभन्दा फर्स्ट कुरा इन्जुरी फ्री बस्नु होला। इन्जुरी भइहाल्यो भने खत्तम है। इन्जुरी भयो भने एकदमै बर्बादै हुन्छ। त्यसले गर्दाखेरि इन्जुरी फ्री रहनु होला। कुनै पनि समस्यामा, कुनै ट्रबलमा नपर्नु होला। ट्राभल धेरै नगर्नु होला। एक्सिडेन्ट हुने चान्सेसहरू धेरै हुन्छ। अनि पोखरा गइसकेपछि अर्को कुरा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ कति भाइहरू चाहिँ बिमारी हुन्छ कि बिमारी कसरी हुन्छ भन्दाखेरि आफूलाई ख्याल नगरेर जे पाए त्यही खानेकुराहरू खाएर, त्यो चाहिँ पोखरा गएपछि मात्र होइन, त्योभन्दा अगाडि पनि। त्यसले गर्दाखेरि अबदेखि भर्ती भए पनि नभए पनि त्यो समयसम्म चाहिँ एकदमै ध्यान दिनु। के खाने, कहाँ जाने, के गर्ने होइन, समयमा सुत्ने, समयमा उठ्ने, ठिकको एक्सर्साइज गर्ने, त्यो कुराहरू चाहिँ एकदम ध्यान दिनु होला है त। योभन्दा पनि अरू केही इन्फर्मेसनहरू चाहिएको छ, केही टिप्सहरू चाहिएको छ भने भाइहरू कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। बुवा, आमा, दाजुहरूले पनि गर्न सक्नुहुन्छ। अहिलेको लागि यति नै। फेरि पनि जो सेलेक्ट भएको छ भाइहरू फाइनल सेलेक्सनको लागि, सबै भाइहरूलाई मेनी कङ्ग्रेचुलेसन है त। टेक केयर।